आजको यो भिडियोमा तपाईहरुलाई हार्टली वेलकम छ। आजको यो भिडियोमा म तपाईहरुको लागि कन्टेन्ट मोनेटाइजको सेटअपको अप्सनको आइकनको लागि यो भिडियो लिएर आएको छु। यदि तपाईको फेसबुक पेजमा कन्टेन्ट मोनेटाइज टुल आएको छैन अथवा आएको छ तर सेटअप आइकन खुलेको छैन भने यो भिडियो तपाईको लागि बेस्ट भिडियो हुनेछ। आज म तपाईहरुको लागि भनेर विशेष गरेर कन्टेन्ट मोनेटाइज अप्सनको सेटअप आइकन कसरी ल्याउने भनेर सिकाउने कोसिस गर्दैछु। हामी सबैभन्दा पहिले आफ्नो फेसबुक पेजमा जाउँ। त्यसपछि यस्तो इन्टरफेस खुल्छ। यस्तो इन्टरफेस खुलिसकेपछि हामी ड्याशबोर्डमा क्लिक गरौँ। ड्याशबोर्डमा क्लिक गरिसकेपछि यस्तो इन्टरफेस खुल्छ। यस्तो इन्टरफेस खुलिसकेपछि यहाँ माथि डलरको चिन्ह देख्नुहुन्छ हैन। यहाँ माथि तपाईको के छ भन्दाखेरि $0 छ मेरो चाहिँ स्टार र पार्टनरशिप एड चाहिँ मोनेटाइज भइसकेको छ मेरो। त्यो भएनाले माथि $0 देखाइरहेको। यहाँ तल चाहिँ तपाईको के छ भन्दाखेरि सब्सक्रिप्सन र कन्टेन्ट मोनेटाइजेसन देखाइरहेको छ। तर के भएको छ भन्दाखेरि योबाट अझै पैसा अर्निङ सुरु भएको छैन। हामी त्यसको लागि सबैभन्दा पहिले थ्री डटमा जाउँ। त्यसपछि क्लिक गरौँ। यहाँ कपी लिंकमा क्लिक गरौँ। आफ्नो प्रोफाइल फोटोको कपी लिंक क्लिक गरौँ। त्यसपछि फेरि हामी ड्याशबोर्डमा जाउँ। फेरि ड्याशबोर्डमा गइसकेपछि यहाँ माथि मोनेटाइजको अप्सनमा क्लिक गरौँ। मोनेटाइजको अप्सनमा क्लिक गरिसकेपछि यहाँ माथि $0 देखाइरहेको छ मेरो। 28 दिनमा लास्ट 28 दिनमा $0 देखाइरहेको छ। यसको मतलब मेरो स्टार र पार्टनरशिप एड मोनेटाइज भइसकेको छ। अब सब्सक्रिप्सन र कन्टेन्ट मोनेटाइजको लागि चाहिँ यो भिडियो हो खासमा। खास गरेर कन्टेन्ट मोनेटाइज गर्नको लागि हामीले एउटा सानो इमेल र हामीले आफ्नो कपी लिंक र आफ्नो पेजको कपी लिंक र केही एसएमएसहरु हामीले मेटालाई फेसबुक मेटालाई हामीले अप्लाई गर्नुपर्ने हुन्छ। कन्टेन्ट मोनेटाइजमा क्लिक गरेपछि यस्तो इन्टरफेस खुल्छ। आई एम इन्ट्रेस्टेडमा क्लिक गर्नुहोस्। आई एम इन्ट्रेस्टेडमा क्लिक गरिसकेपछि यस्तो इन्टरफेस खुल्छ र यो इन्टरफेस खुलिसकेपछि यहाँ माथिको बक्समा तपाईले चाहिँ अघि हामीले कपी लिंक गरेका थियौं नि हो त्यो कपी लिंकलाई चाहिँ हामीले यसमा पेस्ट गरौँ। पेस्ट गरिसकेपछि हामीले चाहिँ यहाँ सानो कि एक अनुच्छेद जतिको हामीले चाहिँ केही एसएमएसहरु लेख्छौं मेटालाई र हामीले सबमिट गर्छौं। मैले लेख्न गइरहेको छु आई हैव हार्ड वर्किङ भनेर लेखिरहेको छु। यस्तै गरेर हामीले के न के लेख्नु पर्छ। तपाईले सेम यही मैले लेखेको नै लेख्नु पर्छ भन्ने छैन। तपाईलाई के लेख्ने मन लागेको छ त्यही अनुसारको सानो 1-2 अनुच्छेदको एसएमएस लेख्नु होला। त्यसै गरेर माथि चाहिँ तपाईले आफ्नो फेसबुक पेज हो भने फेसबुक पेजको लिंक फेसबुक प्रोफाइल हो भने फेसबुक प्रोफाइलको लिंक माथि पेस्ट गर्नु होला। त्यसको तलतिर चाहिँ त्यसको मुनतिर चाहिँ I have hard working for content monetize tools for many days and I also uploaded original video, photo, reel, story on my Facebook. So please give me content monetize tools as soon as possible. Thank you for Facebook teams भनेर लेखेर तपाईले सबमिट गर्नु होला। मैले पनि त्यसै गरी सबमिट गरेको छु र यो सबमिट गरेको महिना दिन अथवा 2 महिना 3 महिना पछि तपाईले चाहिँ कन्टेन्ट मोनेटाइजको टुल सेटअपको लागि प्राप्त हुनेछ भन्ने आशा गरेको छु।
मैले पनि भर्खरै तपाईँलाई देखाउने बेला नै यो भर्खरै मैले पनि यो रियल रूपमै मैले सब्मिट गर्न गइरहेको छु। यो भिडियोको लागि मात्रै होइन, यो मैले रियल रूपमा मैले सब्मिट गर्न गइरहेको छु। यसको रिजल्ट के आउँछ, कति दिन कति महिनापछि इन्ट्रेस्टेड सब्मिट भनेर यो सब्मिट गरियो होइन। कति दिनपछि कति महिनापछि तपाईँको यो सेटअपको कन्टेन्ट मोनिटाइज सेटअपको लागि अप्सन आउँछ मेरो लागि। म फेरि तपाईँलाई कन्टेन्ट मोनिटाइज सेटअपको लागि भनेर भिडियो बनाउँछु। त्यो बेलामा तपाईँले पनि यही मेरो भिडियो हेरेर तपाईँले गर्नु होला र त्यसको लगत्तै फेरि हामीले एउटा इमेल पनि पठाउनु पर्ने हुन्छ। त्यसै गरेर यहाँनिर तपाईँको आफ्नो इमेल हाल्नु होला र तपाईँ कुन देशमा हुनुहुन्छ त्यो देशको कन्ट्रीको नाम लेखेर नाम हाल्नु होला। यो भिडियो हेर्दासम्म तपाईँले आफ्नो फेसबुक पेज अथवा आफ्नो फेसबुक प्रोफाइल मोनिटाइज गरिसक्नु भएको छ भने के कसरी मोनिटाइज गर्न सफल हुनुभयो कमेन्ट बक्समा कमेन्ट गर्नुहोला। तपाईँको कमेन्टले गर्दाखेरि नयाँ फेसबुक पेज फेसबुक प्रोफाइल चलाउने मित्रहरूलाई पनि सजिलो हुन्छ। त्यसैले कमेन्ट बक्समा गएर कमेन्ट गर्न नबिर्सनु होला। हामी अब यहाँ आई एम नट हो, यसरी तपाईँले यो माइस आइकनमा टिक लगाएर क्लिक गर्नुहोस् र तपाईँले आई एम नट रोबोट हुन्छ र तपाईँ यसरी एउटा इमेल पनि तपाईँले सेन्ड गर्नुहोला। यसरी गरी थ्याङ्क यू फर द सिङ्गिङ अफ भनेर भन्छ। तपाईँले चाहिँ यसरी दुईवटा चिज तपाईँले चाहिँ मेटालाई सब्मिट गर्नुभयो भनेपछि तपाईँको केही दिन केही महिनापछि तपाईँको मोनिटाइज टुल सेटअपको लागि अप्सन आउँछ भन्ने आशा गरेको। यति गरिसकेपछि अब हामीले गर्नुपर्ने एक चरणको काम गरिसक्यौँ। दोस्रो चरणको काम भनेको अब हामीले आफूमा भएको कला गला सिप के छ त्यही आधारमा रहेर कन्टेन्टहरू तपाईँले फेसबुकमा कन्टिन्यू रूपमा अपलोड गर्दै जानुपर्ने हुन्छ। फेसबुकमा आफ्ना कन्टेन्टहरू कन्टिन्यू रूपमा अपलोड गर्नको लागि विभिन्न अप्सनहरू छन्। जस्तै तपाईँको रिल छ, फोटो छ, लङ भिडियो हाल्नको लागि छ, स्टोरी हाल्नको लागि छ होइन। तपाईँले प्रत्येक दिन 2 देखि 3 वटासम्मका फोटोहरू अपलोड गर्नुहोस्। दिनमा 2 देखि 3 वटा रिलहरू हाल्ने गर्नुहोस् र हप्तामा 2 वटा 3 वटा चाहिँ लङ भिडियोहरू हाल्ने गर्नुहोस्। अनि तपाईँहरूले सक्नुहुन्छ भने प्रत्येक दिन एक एकवटा स्टोरीहरू लाउने गर्नुहोस्। अनि क्याप्सनमा पनि केही लेख्ने काम गर्नुहोला अनि ह्यासट्यागहरू लगाउने काम गर्नुहोला। त्यसै गरेर फेसबुकमा पनि तपाईँले केही न केही पोस्ट गरिरहनु होला, आफ्नो ओरिजिनल कन्टेन्टहरू, आफ्नो ओरिजिनल भनाइहरू। यसरी तपाईँले फेसबुकमा कन्टिन्यू रूपमा एक्टिभ भएर तपाईँ देखिरहनु भयो भने फेसबुकले तपाईँलाई छिट्टै नै कन्टेन्ट मोनिटाइज अप्सन दिनेछ। आजको भिडियो यति नै। तपाईँको लागि बनाइएको कन्टेन्ट मोनिटाइज सेटअप अप्सन कसरी ल्याउने भनेर बनाइएको यो भिडियोमा तपाईँलाई सुरुदेखि अन्तिमसम्म यो भिडियो हेर्नुभयो भने सिकिसक्नुभयो होला। तपाईँले दिएको निवेदन मेटाले तुरुन्तै तपाईँको अवस्था हेरेर तपाईँलाई सेटअप अप्सन दिनेछ। सो लाइक, कमेन्ट, सेयर, सब्सक्राइब र फलो गर्न नबिर्सनु होला। धन्यवाद।